यस्तो छ है त ल चराले ट्याक्क बाटो काटिदिइराखे आम्बो आम्बो एक हातले गाइजहरू मैले 2-3 किलोमिटर जति एक हातले नै ट्राई गरिसकेँ यहाँनिर। सबैलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म टक्क लाएर पोखरी डाँडाबाट झर्दैछु। अहिले चाहिँ मलपुतिरको बाटो गाउँघरतिरको बाटोमा चाहिँ अब मसँग चाहिँ हेलमेट माउन्ट छैन कि माउन्ट यस्तो मल अडाउने। त्यही भएर म चाहिँ यता अहिले अगाडि राखेर यो डिस्प्लेमा राखेर चाहिँ म भिडियो बनाउँदैछु। टक्क लाएर माया गरिदिनु होला, सबैले हेरिदिनु होला। अनि म चाहिँ बाटो चाहिँ एकदमै खराब छ यहाँ, खराब बाटोमा अब एक हातले समाएर ट्रक गर्छु भनेर भिडियो गर्छु भनेर ट्राई गरेको त्यो भएन। त्यही भएर मैले चाहिँ यसरी अगाडि राखेर चाहिँ भिडियो कैद गरिरहेको छु। अब गाउँघरतिर चाहिँ यस्तै हो, बर्खा लागिसक्यो। मेरो चाहिँ अब यता दिनकै स्कुलमा आउने काम हुन्छ माथि पोखरी डाँडा। त्यही भएर त्यहाँ आयो अरे म अहिले चाहिँ फर्किँदैछु, ओह्रालो छ। अब जाँदा चाहिँ यहाँनिर पुरै ओह्रालो छ कि अब तल खोला नपुगेसम्म चाहिँ मैले यहाँ बाइक स्टार्ट गर्नै पर्दैन। त्यही भएर म न्युट्रलमा हिँडिरहेको छु अहिले चाहिँ। तर लाएर बाटो चाहिँ एकदम डेन्जर खराब छ है। अब तपाईँहरूलाई म देखाउनु हुन्थ्यो, यहाँनिर अहिले सम्भावना भएन। अहिले म त्यो पनि देखाउने छु। हल्का क्यामेराको एङ्गल बिग्रेको अवस्था। भिडियो चाहिँ के कस्तो लाग्यो भनिदिनु होला होइन। क्यामेराको एङ्गल चाहिँ अब यस्तै छ, दुःख सुख जुगाड कम्पनी हो यो चाहिँ। त्यो पनि यहाँ थेचारिँदा बिग्रिहाल्छ कि, गात्रङ गुत्रङ भएर अहिले बिग्रिहाल्छ। अनि स्पिड चाहिँ फेरि यहाँनिर दबाउनु पर्ने हुन्छ मैले रन्का, किनभनेखेरि यहाँबाट 8-9 किलोमिटर जति हो। गाउँको त अब 8-9 किलोमिटर भनेको धेरै हुन्छ, गाउँमा त 8-9 किलोमिटर हिँड्नलाई नि 1-2 घन्टै लाग्छ। त्यही भएर अब अस्थानसँग हिँडेर औटो सेट जानुपर्ने हुन्छ। मेरो मोबाइल चाहिँ झरेर यहाँ के पनि हुनसक्छ, त्यही भएर केही नहोस् भन्ने मेरो कामना छ। त्यो भिडियो बनाउन पनि मन लाग्छ, आफूसँग अरू साधन छैन। चिज यो भएको भए मलाई यहाँनिर ठिक हुन्थ्यो, अहिले नभएपछि चाहिँ यही कम्पनी दिनुपर्छ मैले जुगाड। फेरि यस्तो हिलो छ अहिले चाहिँ, अब बर्खा सुरु भइसक्यो, गाउँतिर पानी परेर बाटो चाहिँ पुरै हिलो छ नि त। त्यही भएर अलिक गाह्रो हुन्छ, दुःख सुख काम चलाउ गर्नुपर्छ यहाँ। यहाँ चाहिँ अब टक्क उकालो आयो, उकालोमा चाहिँ मैले यसो रोक्नुपर्ने हुन्छ। अहिले चाहिँ उकालो आएपछि मैले स्टार्ट गरेर अगाडि बढाएँ। स्टार्टमा है त अहिले चाहिँ अघिसम्म चाहिँ म न्युट्रलमै हिँडिरहेको थिएँ कि। यहाँनिर दामी देखिन्छ है भ्यूहरू चाहिँ, यस्तो छ। अब देखाउन हुन्थ्यो, अब टर्निङ आयो, त्यही पनि म प्रयास गर्छु है त हल्का। यस्तो छ, मेरो पछाडि देख्नुभएको छ कि नै, देख्नु त अब कसरी देख्ने हो र, मैले त देखेको छैन। तपाईँहरू पनि त्यसरी हेरिदिनु होला। ल अब चाहिँ म हल्का प्रयास गर्नेछु है त क्यामेरा खोलेर। यस्तो छ, म चाहिँ अब ट्याक्क लाएर यस्तो अवस्थामा छु होइन। यस्तो छ बाटो, यस्तो ठिकै छ यहाँतिर चाहिँ। अब यता चाहिँ मैले अघि भ्यू भनेको चाहिँ यता देखाउन खोजेको तपाईँहरूलाई, यस्तो छ यतातिर चाहिँ। त्यो पारीको चाहिँ अब सेलेले हो, त्यहाँनिर सेलेले देखिन्छ। यता भनेको
तपाईँको यो बाटो माथि बौद्ध पुगिन्छ यता के पो भन्छ यता चुप्लु होला चुप्लु भन्ज्याङतिर होला यस्तो छ है त यहाँको भ्यू चाहिँ ल अब यहाँबाट जानुपर्ने हुन्छ अब मैले यहाँनिर एक हातले ट्राई गर्छु के कस्तो हुन्छ बच्चारै बाबा बच्चा यो चाहिँ अब फुट ब्रेक मात्र हान्छ नि त अब ल मेरो क्लोप्सहरू अझै म फेरि एक हातले चलाउनु प्रयास गर्छु है त हामी चाहिँ अब फुट ब्रेक मात्र हान्दा पनि चिप्लिन्छ कि अब चिप्लेपछि त ढल्केपछि लड्किहाल्छ लड्केपछि त अब लड्ने चान्स धेरै हुन्छ त्यही भएर एकदमै केयर हुनुपर्छ अब फुट ब्रेक मात्र धेरै हान्यो भने बाइकको ब्रेक लुज हुन्छ अब जस्तो भिडियोको लागि भए पनि मैले फेरि यस्तो नै हुने रहेछ यो फुट ब्रेक मात्र हानेपछि ह्यान्डल एकदम लड्भरिने धेरै चान्स हुँदो रहेछ त्यही पनि अब प्रयास गर्छु थोरै अब मलाई त अब बानी पनि पर्छ नि त यो चोइट आज चाहिँ फेरि अब के छ भन्दाखेरि बाटोतिर अब यता त धान रोपाइ सुरु भइसक्यो नि त यो मल्कु हो मल्कुतिर चाहिँ अनि धान रोपाइको लागि कुला एकदमै लगेछ रोड बाटै लगेको हुन्छ कि बानी त्यही भएर असाध्यै चिप्लो छ अहिले तलतिर चाहिँ त्यही भएर मैले चाहिँ विचार गरेँ यतैतिर यसो भिडियो चाहिँ खिच्दिनँ त भनेर यहीँबाट प्रयास गर्दैछु यस्तो छ है बाटो चाहिँ कुलाहरू चाहिँ यसरी यहाँ चाहिँ रोड पनि छ अब यता अगाडिबाट चाहिँ यहाँ त डेन्जर छ यार यहाँ चाहिँ अलिक अप्ठ्यारै छ अब यहाँबाट फेरि न्युट्रलमा छ न्युट्रलमा अलिक मैले फेरि अब बेसी ब्रेक तिरेर उकालोमा आएर रोक्यो गाडी ठ्याक्कै अब यसलाई चाहिँ म हल्का ठेलठाल कम्पनी गरेर निकाल्छु है त बजरङबली यहाँबाट चाहिँ फेरि फिल्ली जान्छ लाएर जानुपर्छ अब सँगसँगै भिडियोलाई चाहिँ अब यसो हेरेर मिलाएर अब ठ्याक्क भिडियो बनाउन अलिक मिहिनेत धेरै लाग्छ अब सबैले हल्का कमेन्टहरू छोडिदिनु होला यसो लाइक गरिदिनु होला है अब युट्युबर बन्छु भनेर नहुने रहेछ युट्युब चलाउनलाई गाह्रो छ युट्युब चलाउन एकदमै गाह्रो छ एक हातले चलाइरहेको छु म चाहिँ अब यो चाहिँ खासमा नाटक नौटङ्की केही पनि होइन मैले चाहिँ भिडियोको लागि हो यहाँ रोकिन लाग्यो अब हल्का एउटा खुट्टा टेकेर चाहिँ मैले घ्याचे गर्नुपर्ने हुन्छ यस्तो छ है त यता बाटो चाहिँ एकदमै चिप्लो छ अब लेखको बाटो त अब एक दुई दिनपछि अलिक पछि असार लागेपछि त हिँड्नै नहुने पनि हुन्छ कि यता त साह्रै चिप्लो हुन्छ है एउटै ब्रेकको भरमा हिँडिरहेको छु अब यहाँ चाहिँ डेन्जर हो यार चिप्ले भने त यहाँ त ओ सेट ओ या यो मजा आयो मजा अब चाहिँ मलाई बानी पर्छ तर हात चाहिँ साह्रै दुख्ने रहेछ एउटै हातले चलाउनलाई अब पानी छ पानी ओहो यता पारितिरको भ्यू हेर्नुहोस् है त तपाईँहरू ए ठिक्क मैले गलत गरेछु नि त मैले आफ्नै अनुहार देखाइरहेको रहेछ साथीहरू अघि मिस्टेक भएछ मैले ब्याक क्यामेरा हाल्नुपर्ने अगाडिको फ्रन्ट क्यामेरा गरेर भिडियो अलि रड्डी मसला आयो बाटोहरू खराब थियो त्यो देखाएको तपाईँहरूलाई त्यो पनि मिस्टेक भयो ट्याक्क लाएर टर्निङ भ्यायो एकै हाल्दै त चाहिँ मल्को है त अब पारीको चाहिँ सेलेले यतिको भए त फिलिली दौडिन्छ फेरि यतिको बाटोमा केही खराब परेन यो त मजाले गइन्छ यो मान्छेले कसरी चलाउँछ होला है एउटै ब्रेक फुट ब्रेक हात नहुनेहरूले त जस्तो फुट ब्रेकले मात्र चलाउँछ नि त त्योभन्दा चाहिँ गाह्रो हुने रहेछ हौ फुट ब्रेकले कन्ट्रोल गर्न कति धेरै गाह्रो छ त्यसो फेरि यतातिर ऐसेलहरू पाकेर पुरै डेन्जर भएको रहेछ ओहो मलाई चाहिँ अब बानी पर्ने भयो यस्तो ठाउँ छ कि पारी हेर्नुहोस् त कस्तो एउटा घना जङ्गलको बिचमा एउटा घर छ क्या त्यहाँ मान्छेहरू पनि बस्छन् त्यहाँ चाहिँ त्यो भेडाखोर भन्ने ठाउँ हो त्यहाँ चाहिँ तल त अलि सेलेले हो त्यो छ है तल चराले ट्याक्क बाटो काटिदिइरहेको
एक घाँसले गाइजहरू मैले 2-3 किलोमिटर जति एक घाँसले नै ट्राई गरिसकेँ यहाँनिर। अब चाहिँ म गर्दिनँ। अब